गुड इभिनिङ साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ? आशा गर्छु राम्रै हुनुहुन्छ र म पनि राम्रै भएकोले चाहिँ आज म यो आलसको अचार बनाउन गइरहेको छु। यो आलस चाहिँ मलाई अस्ति साइला मामाले नेपालबाट आउँदाखेरि ल्याइदिनु भएको थियो। यो आलसमा चाहिँ भरपुर मात्रामा ओमेगा 3 भएकोले चाहिँ यसलाई प्राय जस्तो सबै बिमारीहरूमा पनि खानु मिल्ने छ, किनभने हाम्रो शरीरको उमेर अनुसार इम्युनिटीहरू कम हुँदै गएको छ भने ओमेगा 3 भरपुर मात्रामा भएको यो आलसले चाहिँ तपाईँको इम्युनिटी बुस्ट गर्ने पनि काम गर्दछ है साथी हो। र यही क्रममा मलाई पनि थाइरोइड छ। थाइरोइड चाहिँ इम्युनिटीहरू अलिक बिग्रेको कारणै भेट्ने रोग हो भनेको सुनेकोले चाहिँ मामाले मलाई आलस ल्याइदिनु भएको छ र मैले अलिकति चाहिँ मेडिसिनको रूपमा यो बनाउनुको लागि चाहिँ अलिकति बिरेन नुन, धनियाँ र ज्वानो हालेर चाहिँ यसरी भुटिरहेको छु। आलसलाई अघि नै भुटेर साइडमा राखेको छु भने यो धनियाँले पनि थाइरोइडलाई एकदमै राम्रो काम गर्छ। ज्वानोले बिहान बिहान ग्यासलाई राम्रो गर्छ र बिरेन नुन यानि कालो नमकले पनि त्यस्तै काम गर्ने भएकोले चाहिँ मैले यहाँ यिनीहरूलाई भुटिरहेको छु है साथीहरू। र अर्कोपट्टि मैले यो खोर्सानी लसुन हालेर भुटेको आलसलाई चाहिँ भुटिसकेपछि निकालेको छु भने यो अलग्गै पारेको आलस पनि राखिरहेको छु। र भुटिसकेको खोर्सानी युक्त आलसलाई चाहिँ मैले यसरी मिसाएको छु। मिसाएर चाहिँ अब पिस्नु आँटेको छु है साथी हो। यो चाहिँ स्वादअनुसार धुलियो अचारको रूपमा खानुको लागि मैले यसरी गरेको छु। र जसमा खोर्सानी मिलाएको थिएँ त्यसको पेस्ट चाहिँ अलिअलि रातो भएर देख्नु नै हुँदैछ र यसमा आमचुर मिसाएर बट्टामा खनाइदिनु मिल्छ साथीहरू। र अर्को पेस्ट पनि बनाइरहेको छु जसमा चाहिँ कुनै प्रकारको खोर्सानी लसुनहरू मिलाएको छुइनँ। र म हातको इसाराले के देखाउँदैछु भने हजुरहरूलाई कि यसलाई हातले होइन चम्चीको सहायताले बट्टामा खनाउनुहोस्। कहिले चाहिँ हातहरूमा कुनै जीवाणुहरू हुन्छ जसको कारणले चाहिँ अचार छिटै बिग्रिन्छ भनेर चाहिँ मैले यसरी चम्चीले खनाउने इसारा गरिरहेको छु। हुन्छ साथीहरू, तपाईँलाई कस्तो लाग्यो मन परेमा